सर्वप्रथम सम्पूर्णलाई मेरो तर्फबाट कोटी कोटी प्रणाम। म आज हजुरहरू समक्ष बार्दोको विषयमा छोटकरीमा जानकारी गराउन चाहन्छु। बार्दो भनेको के हो भन्दा हामी मृत्यु भइसकेपछिको एउटा समय र पुनः जन्म लिनुभन्दा अगाडिको समयलाई बुझ्ने गरिन्छ। र बार्दोलाई अर्को शब्दमा भन्ने हो भनेदेखि बार्दोलाई अन्तराभाव पनि भन्ने गरिन्छ। बार्दोको अवस्थामा अहिले हाम्रो जीवित अवस्थाको मन चेतना भन्दा पनि बढी शक्तिशाली हुन्छ भनेको छ। र बार्दोको समयमा हाम्रो चेतना हाम्रो मनलाई अनेक प्रकारको दुःख अनेक प्रकारको कष्ट आइपर्छन् र त्यो समयमा पनि फेरि अनेक प्रकारको किरण अनेक प्रकारको प्रकाश देखा पर्छन् भनेका छन्। र त्यो समयमा हामीले प्रकाशहरू चिन्न सक्यौं, किरणहरू चिन्न सक्यौं भनेदेखि हामीले राम्रो लोकमा जन्म लिने, त्यसै गरेर बुद्ध भूमिमा जन्म लिने गर्छौं भनेर व्याख्या गरेका छन्। र त्यसै गरी हामीले अब राम्रो प्रकाश चिन्न सकेनौं, राम्रो किरणहरू चिन्न सकेनौं भनेदेखि हामीले नराम्रो लोकमा जन्म लिन्छौं भनेर चाहिँ व्याख्या गरेका छन्। यो चाहिँ कुन सूत्रमा व्याख्या गरेका छन् भन्दा बार्दो थ्योडोर। त्यसकारण हामी जीवित अवस्थामा हुँदा बार्दो थ्योडोर अर्थात् सुनाइद्वारा महान मुक्तिको विषयमा हामीले जानकारी लियौं, त्यसको विषयमा राम्रोसँग पढ्यौं भनेदेखि, त्यसको विषयमा हामीले अभ्यास गर्यौं भनेदेखि हामी बार्दोको अवस्थामा हामीलाई लाभ एकदमै ठुलो हुने गर्छन् भनेर भनेका छन्। र त्यसै गरी कोही मानिस बितेमा, कोही आफन्त बितेमा, साथीभाइ जोसुकै बितेमा हामीले त्यसको मृत्युको अवस्थामा हामीले बार्दो थ्योडोर अर्थात् सुनाइद्वारा महान मुक्ति भन्न सकेमा उनीहरूको मन, उनीहरूको चेतनालाई एकदमै ठुलो लाभ हुने गर्छन् भनिएको छ। नमो बुद्धाय।